भुन्टीको घरमा 81 सुकुमाएको इन्ट्रीले सबैजनाको सातो गएको छ। हो दर्शकबिन, सोच्दै नसोचेको 81 भुन्टीको घरमा 81 सुकुमाएको इन्ट्री भइसकेपछि भुन्टी भने छक्क परेका छन्। हो दर्शकबिन, भुन्टीलाई साह्रै नै दुःख दिएका थिए भूपेन्द्रका परिवारले र त्यसैको सजाय अहिले भूपेन्द्रले भोग्दैछन्। भुन्टीलाई गरेको हेला र भुन्टीलाई डिभोर्स दिएर अर्को विवाह गर्छु भन्ने प्लान बुनेको थिए भूपेन्द्रले, तर त्यो प्लान भने सक्सेस हुन सकेको छैन र आज भूपेन्द्रको यो अवस्था हुन पुगेको छ। आफ्नै कारणले भुन्टीलाई धोका दिएर गर्लफ्रेन्डसँग विवाह गरेर मोज मस्ती गरेर अर्थात् अर्को केटीसँग विवाह गरेर मोज मस्ती गरेर बस्छु भन्ने सपना बुनेको थिए भूपेन्द्रले, तर त्यो सपना भने सबै चकनाचुर भएको छ। भूपेन्द्रले भुन्टीलाई डिभोर्स दिन्छु भनेर आए लगतै भूपेन्द्र दाइले घरबाट निकालिदिएर खोजेको थिए। जब घरबाट निकालिदिन्छु भनिसकेपछि भूपेन्द्रले पैसाको खोजीमा बाहिर हिँडेको थिए र आफ्नो गर्लफ्रेन्ड कहाँ पुगेर पैसाको सहयोग मागेको थिए, तर त्यो पैसाको सहयोग दिनु त साटो कता हो कता, उल्टै उनको बाबाले गुन्डा लगाएर कुटपिट गरेका हुन्छन् भूपेन्द्रलाई। जब कुटपिट गरिसकेपछि भूपेन्द्र बेहोस भएको अवस्थामा भुन्टीले भेटाएर हस्पिटल पुर्याएका हुन्छन्। जब हस्पिटल पुर्याइसकेपछि आफ्नै खुन दिएर भूपेन्द्रलाई बचाएका हुन्छन्। जब भूपेन्द्रको होस आइसकेपछि भूपेन्द्र भने बोल्न सक्दैनन् र भुन्टीले भनेको र भुन्टीले गरेको त्याग देखेर भूपेन्द्रको आँखाबाट आँसु रसाएको हुन्छ र भूपेन्द्रलाई त्यहाँबाट डिस्चार्ज गरेर घर लगिसकेपछि भूपेन्द्रको भाउजूले गरेको त्यो व्यवहार यति घिनलाग्दो व्यवहार गरेका छन् कि भूपेन्द्रको भाउजूले भूपेन्द्रलाई घरमा किन लिएर आएको हो र यस्तो मान्छेलाई किन यहाँ लिनु भएको भनेर आफ्नो बुढालाई धेरै टोकेको थिए, अर्थात् भूपेन्द्र दाइलाई धेरै कराएको थिए, तर भूपेन्द्र दाइले भने सम्झाइ बुझाइ गरेर तै राख्ने व्यवस्था मिलाएका हुन्छन्। त्यतिसम्म भुन्टीले साथ छोडेका छैनन् र भुन्टीले घरमै गएर भूपेन्द्रको स्याहार सुसार गरेका छन् र भूपेन्द्रको खानेदेखि लिएर दिशा पिसाब सोर्ने काम सबै भुन्टीले गरेका छन्। भुन्टी साह्रै महान मान्छे हुन्। हो दर्शकबिन, जब भुन्टीलाई भूपेन्द्रको भाउजूले सामान सकेको छ, सुप पकाउने सामान सकेको छ, सामान लिएर आऊ भनेर दोकान पठाएका थिए। जब दोकान पठाइसकेपछि भुन्टी भने सामान लिन दोकान पुगेको थिए। जब दोकान पुगेर फर्केर आउने बेलामा 81 भुन्टीले कसलाई देखे त पक्कै पनि कि त भूपेन्द्रको गर्लफ्रेन्ड हुनुपर्छ कि त सुकुमाया हुनुपर्छ। किन भन्दाखेरि पहिलेदेखि भुन्टीको पछि लागिरहेका छन् भूपेन्द्रको गर्लफ्रेन्ड, पक्कै पनि भूपेन्द्रको गर्लफ्रेन्ड हुनुपर्छ। हो दर्शकबिन, जबकि भुन्टीले आफ्नो घर आइपुग्ने बेलामा देखेका हुन्छन् र भुन्टी भने हेरेको